साथै आजको यस भिडियोमा हामी नेपालका टप 10 सबैभन्दा बढी अर्निङ गर्ने ब्लगरहरूलाई हेर्ने छौं। आउनुस् हेरौं कुन ब्लगरले कति पैसा कमाउँछ र को हुन् त हाल नेपालका नम्बर 1 हाईएस्ट अर्निङ नेपाली ब्लगर। सो यी ब्लगरहरूको कमाई देखेर तपाई छक्क पर्नु हुनेछ, किनकि यी ब्लगरहरूको कमाईमा भने 100 मा 90% देखि लिएर 95% सम्म भने एकदमै सही क्याल्कुलेसनका साथ तपाईहरुलाई देखाउने छु, किनकि म पनि युट्युबबाट नै पैसा कमाउँदै आइरहेको छु, जसले गर्दा युट्युबले हामीलाई कतिसम्म पैसा दिन्छ भन्ने कुराको जानकारी भने मलाई एकदमै मजाले थाहा छ। र यदि इन फ्युचर तपाई पनि युट्युबमा आउनुहुन्छ भने तपाईले चाहिँ कतिसम्म कमाउन सक्नुहुन्छ त यसै भिडियोबाट तपाईहरुले बुझ्नु हुनेछ भन्दै अब कतै पनि ढिला नगरिकन भिडियोतर्फ लागौं। नम्बर 10 एमआरबी भ्लग। सब्सक्राइबरको हिसाबले नेपालको नम्बर 1 ब्लगर हुन् एमआरबी भ्लग्स। तर अहिलेको समयमा हाईएस्ट अर्निङ नेपाली ब्लगरहरूको लिस्ट पल्टाउने हो भने एमआरबी भ्लग्स अहिले 10औं स्थानमा पर्न जान्छ। आउनुस् बुझौं नेपालको नम्बर 1 मोस्ट सब्सक्राइबेड ब्लगर भए पनि अहिले अर्निङमा किन 10औं स्थानमा छन् त। एमआरबी भ्लग्सले हालसम्ममा 853 वटा भन्दा बढी भ्लग्स र केही सर्ट राख्दै 1.6 मिलियन प्लस सब्सक्राइबर माइलस्टोन अचिभ गर्न सफल छन्। गएको लास्ट 30 डेजमा भने उनलाई 10,000 भन्दा बढीले सब्स्क्राइब गरेका छन्। त्यसैगरी उनको च्यानलमा लास्ट 30 डेजकै डाटा हेर्दाखेरि उनको च्यानलमा 1.4 मिलियनको हाराहारीमा मात्रै भ्युज देख्न सक्छौं। सो एमआरबी को च्यानलमा गएको केही महिनादेखि भने यसैको हाराहारीमा भ्युज गएको हामीले देख्न सक्छौं। उनी हाल नेपालका नम्बर 1 भ्लगर भए तापनि उनले कन्सिस्टेन्सीका साथ भने भिडियो अपलोड गर्दैन, जसले गर्दा नै उनको च्यानलमा भ्युज भने त्यस्तो थोरै देखिएको हो र एमआरबी 10औं स्थानमा पुगेको भन्दा केही फरक पर्दैन। सो अब हेरौं उनको च्यानलको डाटा र बुझौं कति कमाउँछन् त एमआरबी भ्लग्सले। सो एमआरबी को च्यानलमा भने गएको लास्ट 30 डेजमा 1.4 मिलियन प्लसको हाराहारीमा मात्रै भ्युज गएको हामीले देख्न सक्छौं, जसले गर्दाखेरि एमआरबी ले प्रत्येक महिना एडसेन्सबाट भने महिनाको 90,000 को हाराहारीमा कमाउने गर्छन्। नम्बर 9 सुरक्षा केसी अफिसियल। यसै लिस्टको 9औं स्थानमा पर्न सफल सुरक्षा केसीको मन्थली कमाई कति छन् त। सो आउनुस् हेरौं उनको युट्युबको हालको कमाई कति छ त। साथीहरु सुरक्षा केसीले हालसम्ममा भने 459 वटा भन्दा बढी भ्लग्सहरु अपलोड गर्दै युट्युबमा भने 9,39,000 भन्दा बढी सब्स्क्राइबर माइलस्टोन अचिभ गर्न सफल छन्। त्यसैगरी गएको लास्ट 30 डेजमा भने उनको च्यानलमा 9,000 भन्दा बढीले सब्स्क्राइब गरेका छन् र यसै महिनाको भ्युज हेर्न भने उनको च्यानलमा 3 मिलियन प्लसको हाराहारीमा भ्युज गएको हामीले देख्न सक्छौं र यस भिडियोको केही ट्राफिक भने सर्ट्स फिडबाट पनि आएको हो, जसले गर्दा सुरक्षा केसीले लास्ट 30 डेजमा 3 मिलियन प्लस भ्युज पाएको हो। सो उनको च्यानलमा गएको केही महिनादेखि भने यसै हाराहारीमा भ्युज गएको हामीले डाटा पाउन सक्छौं, जसले गर्दा हाम्रो क्याल्कुलेसन अनुसार भने सुरक्षा केसीले प्रत्येक महिना युट्युब एडसेन्सबाट भने 1 लाखको हाराहारीमा कमाउँदै आइरहेकी छिन्। नम्बर 8 सिजलिङ रैनी। आज भन्दा 3-4 वर्ष पहिला नेपाली युट्युब कम्युनिटीमा फिमेल युट्युबर भनौं वा इन्फ्लुएन्सरहरू एकदमै रियरली नै थियो, तर आजको समयमा यस्ता डाटा कम्पेयर अथवा लिस्ट बनाउँदा भने मेल भन्दा बढी फिमेलहरूकै क्रेज बढी पाउन सक्छौं। सो एनीवे आजको यस भिडियोमा हाईएस्ट अर्निङ नेपाली ब्लगरहरूको 8औं स्थानमा पर्न सफल सिजलिङ रैनीले हालसम्ममा भने 1400 वटा भन्दा बढी भिडियोहरू राख्दै 4,80,000 भन्दा बढी सब्स्क्राइबर माइलस्टोन अचिभ गर्न सफल छिन्। त्यसैगरी उनको च्यानलको एनालाइटिक्स हेर्ने हो भने गएको लास्ट 30 डेजमा उनलाई 7,000 भन्दा बढीले सब्स्क्राइब गरेका छन् र यसै 30 डेजमा उनको च्यानलमा 4.3 मिलियन प्लसको हाराहारीमा हामीले भ्युज देख्न सक्छौं र उनको पनि प्राय हरेक महिना एभरेजमा यसै हाराहारीमा भ्युज हुने गर्दछ, जसले गर्दा सिजलिङ रैनीले प्रत्येक महिना युट्युब एडसेन्सबाट करिब 1,50,000 को हाराहारीमा कमाउँदै आइरहेकी छिन्। नम्बर 7 अलिजे जमाली। अलिजे पाकिस्तानी भए तापनि उनले भने नेपाली टिकटकर आयुष सिंह ठकुरीसँग भने कोर्ट म्यारेज नै गरिसकेकी छिन्, जसले गर्दा उनलाई पनि यसै लिस्टमा समावेश गर्न चाहे। सो अहिलेको समयमा अलिजेको पनि युट्युबमा राम्रै अडियन्स रहेका छन्, जसले गर्दा उनले पनि युट्युबबाट राम्रै आम्दानी गर्दै आइरहेकी छिन्। सो अलिजेले हालसम्ममा 661 वटा भन्दा बढी भिडियोहरू राख्दै भने 8,51,000 भन्दा बढी सब्स्क्राइबर माइलस्टोन अचिभ गर्न सफल छिन्। त्यसैगरी अलिजेको च्यानलमा लास्ट 30 डेजमा भने 3,000 भन्दा बढीले सब्स्क्राइब गरेका छन् र यसै लास्ट 30 डेजमा भने उनको च्यानलमा 3.4 मिलियन भन्दा बढी भ्युज आएको छ र एभरेजमा उनको च्यानलमा यसै हाराहारीमा नै भ्युज हुने गर्दछ, जसले गर्दाखेरि उनले युट्युबबाट भने प्रत्येक महिना 1,15,000 को हाराहारीमा कमाउँदै आइरहेकी छिन्।
नम्बर 6 बेबो भ्लग। नेपाली भ्लगिङ कम्युनिटीको एक चित परिचित भ्लगर बेबो भने यस लिस्टको 6औं स्थानमा पर्न सफल छिन्। सो बेबोले हाल युट्युबबाट कति अर्निङ गर्दै आइरहेकी छिन् त यो त हामी पक्कै पनि हेर्ने नै छौँ। सो त्यो भन्दा पहिला उनको च्यानलको केही डाटा हेरौँ। साथीहरु, बेबोले हालसम्ममा भने करिब 770 वटा भन्दा बढी भिडियो राख्दै 9,39,000 भन्दा बढी सब्स्क्राइबर माइलस्टोन अचिभ गर्न सफल छिन्। उनको च्यानलमा लास्ट 30 डेजमा भने 12,000 भन्दा बढीले उनलाई सब्स्क्राइब गरेका छन् भने यसै लास्ट 30 डेजमा उनको च्यानलमा 3.5 मिलियन प्लसको हाराहारीमा भ्युज गएको हामीले देख्न सक्छौँ। सो उनको च्यानलमा प्रत्येक महिना यसै हाराहारीमा भ्युज आउने गर्दछ, जसले गर्दाखेरि बेबो भ्लगले प्रत्येक महिना युट्युब एडसेन्सबाट 1,20,000 को हाराहारीमा कमाउँदै आइरहेकी छिन्। नम्बर 5 क्रेजी भ्लग। नेपाली हाइस्ट अर्निङ भ्लगिङ युट्युबरहरूको कुरा गर्दै गर्दा आजको यस भिडियोको लिस्टमा क्रेजी भ्लग पनि परेका छन्। यस च्यानलमा विशेष गरी हामीले फ्यामिली भ्लगहरू नै देख्न सक्छौँ। क्रेजी भ्लग युट्युब च्यानलले 1100 वटा भन्दा बढी भिडियोका साथ 5,71,000 भन्दा बढी सब्स्क्राइबर माइलस्टोन अचिभ गर्न सफल भएका छन् भने लास्ट 30 डेजमा भने यस च्यानलमा 4,000 भन्दा बढी नयाँ सब्स्क्राइबरहरू जुटेका छन् र लास्ट 30 डेजमा भने यस च्यानलमा 3.8 मिलियन प्लसको हाराहारीमा भ्युज हामीले देख्न सक्छौँ। र पछिल्लो महिनाको डाटाहरू हेर्दा पनि यस च्यानलमा भने यसै हाराहारीमा भ्युज गएको हामीले पाउन सक्छौँ। र यसै भ्युजलाई आधार मानि क्रेजी भ्लग युट्युब च्यानलको अर्निङ निकाल्नु पर्दाखेरि यस च्यानलले भने प्रत्येक महिना युट्युबबाट 1,30,000 को हाराहारीमा अर्निङ गर्दै आइरहेको छ। नम्बर 4 एस्मारिका समारिका ढकाल। युट्युबमा कन्सिस्टेन्टली भ्लगहरू नआए तापनि एस्मारिका समारिका ढकाल युट्युब च्यानलमा भने विशेष गरी भ्लगहरू नै आउने गर्दछ। सो पछिल्लो केही समयदेखि भने यस च्यानलमा पनि भ्लगहरू हामीले राम्रै देख्न सक्छौँ। सो एस्मारिका समारिका ढकाल युट्युब च्यानलमा सर्ट्स लङ भ्लगहरू लगाएर भने हालसम्ममा लगभग 370 वटा भन्दा बढी भिडियोहरू अपलोड भइसकेको हामीले देख्न सक्छौँ, जसले गर्दा यस च्यानलमा भने 8,31,000 भन्दा बढी सब्स्क्राइबरहरू जुटेका छन् र गएको लास्ट 30 डेजमा भने 11,000 भन्दा बढी नयाँ सब्स्क्राइबरहरू समेत जुटेका छन्। त्यसैगरी अब बुझौँ यस च्यानलले भने कति अर्निङ गर्दै आइरहेका छन् त। सो पछिल्लो समयको अर्निङ भने यति नै थियो अथवा यति नै हुन्छ भन्न त एकदमै गाह्रो छ, किनकि यस च्यानलमा भिडियोहरू भने कन्सिस्टेन्टली अपलोड नै हुँदैन, जसले गर्दाखेरि हामीले हालकै अर्थात् यस महिनाको मात्र भ्युज हेर्ने हो भने यस महिनामा भने यस च्यानलमा 5.3 मिलियन प्लसको हाराहारीमा भ्युज हामीले देख्न सक्छौँ, जसले गर्दा यस च्यानलको अर्निङ भने एक महिनाको 1,80,000 को हाराहारीमा हुनुपर्छ। नम्बर 3 डोना थापा। कन्ट्रोभर्सीहरूमा परिराख्ने फुल्ली कन्सिस्टेन्सीका साथ भ्लगहरू अपलोड गर्ने डोना थापा भने हाइस्ट अर्निङ भ्लगरहरूको तेस्रो स्थानमा पर्न सफल छन्। सो साथीहरु, को हुन् त नेपालको सबैभन्दा बढी अर्निङ गर्ने भ्लगर? यो त हामी हेर्ने नै छौँ। त्यो भन्दा पहिला भने बुझौँ डोना थापाको आखिर कति चाहिँ कमाइ हुन्छ त। साथीहरु, डोना थापाले लङ सर्ट्स लगाएर हालसम्ममा भने 2200 वटा भन्दा बढी भिडियोहरू अपलोड गर्दै उनले भने 8,25,000 भन्दा बढी सब्स्क्राइबर माइलस्टोन अचिभ गर्न सफल छन्। सो 2026 आएसँगै उनको च्यानलमा भने लास्ट 30 डेजमा 6,000 भन्दा बढी नयाँ सब्स्क्राइबरहरू जुटेका छन् र गएको लास्ट 30 डेजमा भने मन्थली उनको भ्युज 6.1 मिलियन प्लसको हाराहारीमा हामीले देख्न सक्छौँ। सो 2026 आएदेखि उनको च्यानलमा एभरेजमा भने यसै हाराहारीमा भ्युज हुने देखिन्छ। सो अब हामीले यसै भ्युजलाई आधार मानि क्याल्कुलेसन गर्दाखेरि डोना थापाले प्रत्येक महिना युट्युबबाट भने एभरेजमा 2 लाखको हाराहारीमा कमाउँदै आइरहेका छन्। नम्बर 2 सुनिता राई श्रेष्ठ। विशेष गरी हाउसवाइफ र फिमेलहरू बीच एकदमै लोकप्रिय सुनिता राई श्रेष्ठले हालसम्ममा 1100 वटा भन्दा बढी भ्लगहरू अपलोड गर्दै 7,52,000 भन्दा बढी सब्स्क्राइबर माइलस्टोन अचिभ गर्न सफल छन्। आउनुहोस् बुझौँ सुनिताले युट्युबबाट हाल कति कमाइ गर्दै आइरहेकी छिन्। सो सुनिता राईले लास्ट 30 डेजमा भने 8,000 भन्दा बढी नयाँ सब्स्क्राइबर जुटाउन सफल भएकी छिन् भने त्यसै गरी भ्युज हेर्दाखेरि लास्ट 30 डेजमा भने 8.6 मिलियनको हाराहारीमा भ्युज हामीले देख्न सक्छौँ। सो पुरानो भ्युज डाटाहरू हेर्ने हो भने उनको च्यानलमा यसै हाराहारीमा भ्युज गएको हामीले तथ्य पाउन सक्छौँ। सो त्यसै गरी हाम्रो क्याल्कुलेसन अनुसार भने सुनिता राई श्रेष्ठले प्रत्येक महिना युट्युबबाट 2,90,000 को हाराहारीमा कमाउँदै आइरहेकी छिन्।
त्यसैगरी नम्बर 1 राजकुमार थापा मगर। आजको हाम्रो यस लिस्टको पहिलो स्थानमा पर्न सफल ब्लगर राजकुमार भने सब्स्क्राइबरको हिसाबले दोस्रो स्थानमा पर्ने ब्लगर हुन्। नेपालको सबैभन्दा बढी अर्निङ गर्ने ब्लगर राजकुमारले भने हालसम्ममा ब्लग साथै सर्ट्स लगाएर 1300 वटा भन्दा बढी भिडियोहरू राखेका छन्, जसले गर्दा उनले भने आफ्नो च्यानलमा 1.36 मिलियन प्लसको हाराहारीमा सब्स्क्राइबर माइलस्टोन अचिभ गर्न सफल भएका छन्। त्यसैगरी लास्ट 30 डेजमा उनको च्यानलमा भने 20,000 भन्दा बढी सब्स्क्राइबरहरू जुटेका छन्। त्यसैगरी भ्युजको आधारमा हेर्ने भने उनको च्यानलमा लास्ट 30 डेजमा 12 मिलियन प्लस भन्दा बढी भ्युज आएको हामीले देख्न सक्छौं र उनको च्यानलमा भने प्रत्येक महिना यसै एभरेजमा भ्युज हुने गर्दछ, जसले गर्दाखेरि हाम्रो क्याल्कुलेसन अनुसार राजकुमार थापा मगरले युट्युब च्यानलबाट भने प्रत्येक महिना 4 लाखको हाराहारीमा कमाई गर्दै आइरहेका छन्। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। कमेन्ट गर्दा भने यो इमोजी कमेन्ट गर्न नभुल्नु होला, किनकि मलाई पनि थाहा हुनेछ यो भिडियो तपाईहरुले अन्तिमसम्म हेर्नु भएको छ भनेर। सो कमेन्ट गर्नु होला। बाइ।